अनि भन्दै गर्नुपर्दा आत्रेय ऋषि यता चाहिँ आत्रेय ऋषि भन्नाले आत्रेय ऋषि हो। यता चाहिँ साण्डल्य ऋषि भित्र बसेका छन् ऋषि। यता नै कण्य ऋषि। यता चाहिँ उपमन्यु ऋषि हो भित्र बसेका छन्। यता चाहिँ धनञ्जय ऋषि बनाउँदै आउँछु हिँड्नु न। यता चाहिँ धृतकौशिक ऋषि हो भित्र तपस्या गरिरहेछन् कौशिक ऋषि। सुतिहाल्छन् भित्र अँध्यारो देखिन्छ। अत्रि ऋषि अत्रि ऋषि सबैको नाच्छ भरे युट्युब भरिहाल्छ। यताको चाहिँ गाईहरू भने यहाँ कामधेनु के भन्छ मन्दिर है त्यसमा छोडेको गाईहरू। अब गएर लास्टमा गएर झोलुङ्गे पुल। यो चाहिँ गौशाला। यो चाहिँ भनेको अब के भन्छ वृद्धाश्रम के भन्दै गरेको अहिले नयाँ नयाँ। भतिजोलाई है झोलुङ्गे पुलतिर चढियो। बुढी खोला यो अब बुढी खोला हो यो। ए तल इटरीमा बग्ने बुढी खोला। यो तल चाहिँ इटरी जुम गरेर हेऱ्यो भने पनि घरतिरै देखिन्छ। तर हौन्जी आयो खोला बगेको छ तल देख्न सक्नुहुन्छ है। किन इटरी जानु र? किन जानु र? म त यो पुलमा आएको। किन जानु र उता? यो मान्छे बोल्ने ठाउँ हो यहाँ? ए तल उमा घाटमा सबै यता चाहिँ हर्का साम्बाङ्ला ल्याउने बेला भएछ। खोला खनिरहेछन्, ढुङ्गा माटो लगिरहेछन्। यो चाहिँ भनेको चाहिँ खोइ नगरपालिकाबाट स्वीकृत लिएर हो कि त्यसै हो पनि गर्नु चाहिँ गरिरहेछन्। यहाँ के गरे हुन्। यता तलतिर पनि गन्ध गरिरहेछन्। डकैती त होला नि, अरू के हुन्छ र? लुट्न सके लुट कान्छ नेपालमै। चछुट भनेको यही हो। ल बिस्तारै अहिले चाहिँ हामी यता घुम्दै घुम्दै आइपुग्यो अवस्था। अब यहाँभन्दा उता चाहिँ नजाउँ होला है। झोलुङ्गे पुल यही हो, यही हो। अब घर पनि जानु छ। ल आजको घुमाइ यस्तै भयो। अर्को नयाँ भिडियो अर्कोबाट हाल्नुपर्छ। डकैती नि गरेका हुन्। खोला खोलिरहेछन्। यो इटरीको बुढी खोलाको यो माथितिर गौशालातिर चाहिँ
चोरी डकैतीतिर गरेर आएर रहेछन् जस्तो लाग्यो। खै के हो तिनीहरू जानुन् कामले हो कि पर्मिटहरू लिएर हो कि यसै गरेको दिन थाहा भएन। खोलासोला त खन्न नहुने हो। ल यस्तो बन्दैछ है अहिलेको चाहिँ यहाँको वृद्ध आश्रमदेखि लिएर यो वृद्ध आश्रमदेखि लिएर यो मन्दिरदेखि लिएर त्यो ठुलो खोइ एसियाकै ठुलो गाईको मूर्ति के भने जस्तो सुनेको थिएँ मैले पनि सुन्नमा आएको कुरो चाहिँ जुन त्यो भएको कामधेनु यो चाहिँ यहाँको मन्दिरको नाम हो। यो कामधेनु के भन्दो रहेछ यो सायद गाईको नामबाटै राखेको होला। यो चाहिँ ठुलै रहेछ गाईको नाम के अरे गाईको मूर्ति चाहिँ। अरू नयाँ नयाँ पनि भिडियोहरू बिस्तारै बिस्तारै आउँछ है त। अहिलेलाई चाहिँ छुटौँ।